देश र परिवार एउटै हो कि है। अब जो मान्छेले पृथ्वीनारायण शाह भनेपछि जसले मलाई हामी भन्छौँ नि विश्वको अग्लो हिमाल भनेर यसो उचाल्छौँ नि, हिमाल तपाईँलाई दिने मान्छे पृथ्वीनारायण शाह हो कि होइन? ल नेपाली हो यो हिमाल चाहिँ तिम्रो है भनेर दिएको होइन। जुन बेला चाहिँ नि गौतम बुद्ध जन्मेको थियो न नेपाल त्यहाँसम्म पुगेको थियो न त्यो चाहिँ नि अर्कै कुनै देश थियो त्यहाँ होइन। त्यो जितेर ल गौतम बुद्ध तेरो है भनेर दिएको त मलाई पृथ्वीनारायण शाहले होइन। उतापट्टि मिथिला राज्य भन्ने अर्को बेग्लै थियो, ए राष्ट्रिय गौरव जनक राजा विदेही राजा तिम्रो है भनेर तपाईँलाई सम्पत्ति दिएको पृथ्वीनारायण शाहले होइन। त्यति सम्पन्न जसले मलाई बनायो त्यसकै मूर्ति भत्काउ के भन्छ उसैको फोटोमा थुकिरहेछ भने तपाईँले तपाईँको बाउको फोटोमा गएर थुके भइहाल्यो नि त। यो नेपाल भन्ने देशको त जन्मदाता नै पृथ्वीनारायण शाह हो, जसले तपाईँलाई के दियो भनेदेखि पूर्वदेखि पश्चिम महाकालले नेपाली भन्ने परिचय दियो।